एउटा शान्त सानो गाउँ थियो। त्यही गाउँको सानो घरमा एउटी आमा पपी र उनका दुई साना पपी दाजु बहिनी राति हात समातेर सुतिरहेका थिए। अचानक आकाश गर्जियो, मुसलधारे पानी पर्यो, ठूलो बाढी आयो, घरहरू बग्न थाले र उनीहरूको घर पनि भेलसँगै बग्यो। आमा र सानी बहिनी नजिकैको ठूलो रुखमा अड्किए, तर सानो पपी भाइ बाढीले टाढा बगायो। डरले काँप्दै ऊ पौडिन थाल्यो, थाक्यो, फेरि पौडियो। अचानक एउटा सानो काठको डुङ्गा देख्यो, सबै शक्ति लगाएर चढ्यो र बेहोस भयो। होस खुल्दा चारैतिर पानी मात्रै थियो। ठूलो छाल आयो, डुङ्गा डुब्यो, तर ऊ हार मानेन। त्यतिबेला डल्फिनहरूको झुण्ड आयो। एउटा डल्फिनले सानो पपीलाई ढाडमा चढायो। सबै मिलेर उसलाई किनारातिर ल्याए। गाउँ नजिकै आमा र बहिनी पर्खिरहेका थिए। भाइलाई देख्ने बित्तिकै आँसु झरे, अँगालो पर्यो। बाढीले घर बगायो।